नमस्ते। हामी चाहिँ अहिले युके को सबैभन्दा ठुलो हाईटेक एग्रिकल्चरल फार्म मध्ये एक थानेट अर्थ भन्ने ठाउँमा जाँदैछौँ। यो चाहिँ हामी बसेको एरिया फक्सटनदेखि 50 माइल्स अर्थात् 80 किलोमिटर टाढा रहेको छ र यो चाहिँ 45 मिनेटको ड्राइभिङ डिस्टेन्स हो, जुन चाहिँ केन्ट सिटी इङ्ल्यान्डमा अवस्थित छ। यो हामी कुदिरहेको रोडको साइडमा चाहिँ गहुँ, आलु, बकुल्ला तथा स्याउको खेतीहरू देख्न सकिन्छ। यो चाहिँ भिडियोमा राम्रो नदेखे पनि त्यस साइडमा चाहिँ त्यस्ता खेतीहरू रहेका छन्। अब चाहिँ थानेट अर्थ देख्न थाल्यो। अब सुरु भयो। यहाँदेखि धेरै ठुलो एरिया छ। यो चाहिँ मैले अघि नै पनि भने थानेट अर्थ चाहिँ युके को अत्याधुनिक कृषि परियोजना हो, जुन केन्ट इङ्ल्यान्डमा अवस्थित छ। फक्सटनदेखिको 50 माइल टाढा। यहाँको विशेष उत्पादन भनेको चाहिँ टमाटर, काँक्रा र खुर्सानी हो। यहाँ अत्याधुनिक ग्रिन हाउसहरू छन्, अहिले हजुरहरूले देख्न सक्नुहुन्छ, जहाँ वर्षभरि नै बाली उब्जाइन्छ। माटो बिना नै पानी र पोषणयुक्त घोल प्रयोग गरेर बिरुवाहरू चाहिँ हुर्काइन्छ। यहाँ कम्प्युटर कन्ट्रोल ग्रिन हाउस भएकोले गर्दा प्रत्येक ग्रिन हाउसमा अटोमेटिक रूपमा कम्प्युटरले तापक्रम, यहाँको आर्द्रता र प्रकाश नियन्त्रण गर्छ। बेलायतको सबैभन्दा ठुलो ग्रिन हाउस मध्ये यो एक थानेट अर्थ जसले चाहिँ बेलायतका विभिन्न सुपरमार्केटहरू जस्तै टेस्को, आस्दा, सेन्सबेरीहरूलाई चाहिँ ताजा तरकारी आपूर्ति गर्ने गर्दछ। ल अब सुरु भयो है ग्रिन हाउसहरू, अर्थात् सिसाको घरहरू, काँचका। चाहिँ दिउँसो पनि झलल बत्ती बलेको हुँदो रहेछ। यहाँ चाहिँ भिडियो खिच्न नपाइने होला भनेर मैले चाहिँ गाडीबाट नै यसो लुकीचोरी भिडियो गरेको साइडबाट। यो एरिया चाहिँ एकदमै बहुतै ठुलो छ, हेर्दै मलाई चाहिँ एकदमै रमित लाग्यो, त्यही भएर भिडियो बनाउने जमर्को गरेँ। यो दाहिनेपट्टिको घरमा चाहिँ बिल्डिङमा चाहिँ अफिस अनि फ्याक्ट्री छ, जहाँ चाहिँ टमाटर, खुर्सानी, काँक्राहरू चाहिँ प्याकिङ हुन्छ, वेटिङ हुन्छ अनि यहाँबाट चाहिँ डेलिभरी गरिन्छ। जहाँ चाहिँ हामी चाहिँ काम गर्न आएको हो, भिजिट गर्नु चाहिँ हैन, यही हो थानेट अर्थ।
यस्तो देखिन्छ। हस् त, धन्यवाद।